आमा नहुनुको अर्थ केवल एउटा काख रित्तो हुनु मात्र होइन रहेछ, यो त पुरै संसार नै कडा ढुङ्गा जस्तो हुनु रहेछ। पञ्च, जो जन्मनुको खुसी मनाउन नपाउँदै डुहुरो बन्यो, उसले सोचेको थियो होला आफ्नै प्रजातिका बाँदरहरूको बीचमा उसको माया अझ फस्टाउनेछ, तर विडम्बना त्यहाँ माया होइन, तिरस्कार र बुलिङले उसको स्वागत गरिरहेको थियो। कहिले यताबाट धकेलिएको छ, कहिले उताबाट। न खेल्ने साथी छन्, न टाउको सुमसुम्याउने हातहरू। चिसो सिरेटो चल्दा होस् या मुसलधारे वर्षा, चर्को घाम होस् या हुरी बतास, पञ्चको लागि यो विशाल संसारमा लुक्ने ठाउँ कतै थिएन। जब ऊ भोकले रुन्थ्यो वा डरले टोलाउँथ्यो, उसको शून्यतामा कसैले आवाज भरिदिँदैनथ्यो। त्यति बेला उसको वरिपरि त धेरै थिए, तर उसको आफ्नो कोही थिएन। त्यो कठोर समाजले तिरस्कार गरिरहँदा पञ्चले केवल एउटा रुवा भरिएको टेडीलाई आफ्नो आमा देख्यो। त्यो निर्जीव कपासको थुप्रो नै उसको लागि संसारको सबैभन्दा न्यानो छाती बन्यो। संसारले उसलाई एक्लो भन्यो होला, तर उसले त्यो टेडीको अँगालोमा आफ्नो आत्तिएको मुटुलाई शान्त पार्न सिक्यो। जति नै तिरस्कार पाए पनि, जति नै धकेलिए पनि, उसले आफ्नो त्यो कपासकी आमालाई कहिल्यै छोडेन। उफ, आमा नहुँदा यो संसार कति कठोर बन्न सक्छ। जहाँ आफ्नैले तिरस्कार गरे, त्यहाँ निर्जीव टेडीले सहारा दियो।